नुन जस्तो चाउको त लाग्यो हामी घाम पनि अया कस्तो हातै पाटे यार गाई यस्तो धेरै कपडा छ कसम यार थोरैमा आँप पाक्नु लाग्यो त्यही हो बुढी हुँदा पनि कपडा धुन पर्छ यार वाओ एभ्रिवान नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ लामो समयको अन्तरालपछि हाम्रो नयाँ भिडियोमा र हामी छौँ युट्युब च्यानलको नाम रहेको छ डिके भ्लग्स 53 युट्युब च्यानलबाट र आशा छ भगवानको कृपाले सबैजना सन्चै आरामै हुनुहुन्छ र हामी पनि एकदम सन्चै आरामै छौँ र आज फ्राइडे हाम्रो घरमा धेरै कपडाहरू धुनको लागि हामीले रेडी बनाइसकेका छौँ र हामी धुनको लागि कपडा तल जाँदैछौँ र यहाँ यस्तो गर्मी छ आज चाहिँ बिहान अलिअलि पानी परेको थियो सो हाम्रो म्याडम स्कुलबाट आएर ड्रेस पनि चेन्ज नगरिकन बसिराख्नु भएको छ सायद त्यही कपडासँगै कपडा धुने भनेर सो त्यही हो गाइस र हामी जाँदैछौँ कपडा धुन र तपाईँहरूले आजको फ्राइडे के गर्दै हुनुहुन्छ होइन सायद सबै आफ्नो काममा व्यस्त अरू बार अरू दिन चाहिँ र फ्राइडे र शनिबार स्याटरडे चाहिँ हाम्रो अफिसियल्ली भनेको होइन शनिबार त पुरै बिदा हुन्छ र यो शुक्रबार चाहिँ हाम्रो आधा दिनसम्म चाहिँ हाम्रो अफिस लाग्ने भएको कारणले गर्दा आज हामीले साँझ पख तराईमा चाहिँ साँझ पख कपडा धुँदा चाहिँ ठिक होला भन्ने उपयुक्त लागेर हामीले कपडा धुन जाँदैछौँ र हाम्रो म्याडम हुनुहुन्छ बोतलहरू हातमा चालिराख्नु भएको छ साबुन तल छ त सो त्यही हो हामी तपाईँहरूलाई अब हामीले कपडा धुने ठाउँमा लिएर जाँदैछौँ त्यही हो यहाँ हाम्रो नयाँ नयाँ हाम्रो साना साना किड्स र आमाले चाहिँ दुध खुवाउँदैछ एउटा चाहिँ यस्तो छ एउटा चाहिँ यो एकदम विक भयो यो चाहिँ होइन हो होइन यो चाहिँ एकदम कमजोर साबित भयो आज आएर कता गयो त्यो पुन्टु कहाँ गएछ त एउटा यता थियो सो त्यही हो घाम यति धेरै यस्तो 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 चर्को घाम लागेको छ चर्को त भन्न मिल्दैन एकदम टाठो घाम लागेको छ सो हामी जाँदैछौँ कपडा धुन नुन जस्तो चाउको त लाग्यो हामी घाम पनि नुन जस्तै चर्को जाँदैछौँ अब कपडा धुनको लागि र तपाईँहरू पनि हामीसँगै कपडा धुन जाने होइन त होइन जे होस् हामी जाँदैछौँ तपाईँहरूलाई हाम्रो कपडा धुने ठाउँमा लिएर तिमीहरू जाँदैनौ र यति धेरै कपडा छ आज धुनलाई हामी लिएर जाँदैछौँ होइन सो त्यही हो यसको अर्को नानी छैन छोड त अहिले सो मैले कपडा बोकेको छु र हिँड्दैछु कपडा यति धेरै छ कि आज खोला त सो त्यस्तै हो बाहिर यस्तो यत्रो चर्को घाम लाग्यो कि भन्ने क्या सो त्यही हो र हामी कपडा धुन जाँदैछौँ कुदके भागो कुदके काली हो जा काली हुन्छ भनेर हो क्या अया कस्तो हातै पाटे यार गाई यस्तो धेरै कपडा छ कसम यार साँच्चै यस्तो भारी छ कि कपडा सो त्यही हो धन्न यहाँ धारा भएको ठाउँमा चाहिँ अया थोरैमा आँप पाक्नु लाग्यो तर टिप्न चाहिँ निकै गाह्रो छ यो आँप त त्यही हो हामी कपडा धुन आउँदैछौँ जाऊ टिपेर खाऊ जाऊ बाल्टीहरू लिएर आऊ अनि सर बिना कपडा धुन्छ गाई जसैले होइन यस्तो पानी चलाउँ म त यता ए भगवान
सो त्यही हो बुढी हुँदा पनि कपडा धुन पर्छ यार हैन बुढीलाई पनि हेल्प गर्नुपर्छ सरफ पनि छोडेर छ त हौ सो हामीले कपडा धुन लागिरहेछौँ त्यही टाइम भिजाउनुपर्छ कि यो कम हाल्छ कि फाइनल्ली गाइज हामीले यो कपडामा चाहिँ साबुन लगाएर पनि सक्यौँ भर्खरै र अब हामीले चाहिँ यहाँ कपडा निखार्न लागिरहेको छौँ सो त्यही हो म चाहिँ कपडा निखार्दैछु एक हप्ताभन्दा बढी भएको थियो कपडा नधोएको सायद त्यही भएर होला त्यो धेरै कपडा भएको र त्यही हो कपडा धुँदैछौँ गर्मी छ नुहाउनुपर्छ है पक्रिरहेछौँ हामी कपडा निखार्दैछौँ त्यही हो मजा आओ आएन मेरो टाउको के गर्यो चिन गर न हौ नदेखाऊ यहाँ नु हाल्दिनु न अनि क्लिन्छ त त्यसरी पनि अझ किन यहाँ हाल्दिनु के र पनि खाछु अनि आजै म त घर उठ्दै मान्छे भन्छ यस्तो कुर्ता धोइदिएको छु मन बुझेर दिनु मैले त्यसमा तिम्रो साडी सकटा पटक के धोइदियो साडी अहिलेसम्म धुरा परे छैन ल साडी तिम्रो साडी त छैन किन्दैन नि त अनि आफै किन नि त अनि पैसै छैन मसँग कहाँ पैसा हुन्छ त अनि अब बुढी ल्याएपछि अनि किन गर्नु सक्दैन त्यस्तो हुँदैन पुरा घरमै कसो भयो आन्दोलन गर्न पर्छ फेरि अहिले त आन्दोलनको जमाना छ इट्स ओके फेरि घरमा बस्नु नपरोस् नि यहाँ घर अगाडि आफ्नो गाउँमा अब फेरि टोको रोड थियो यो साइडमा हुन्छ कि रोटे टोको मारा त ल यो पनि खाएर नि पुरा मान्छे मिलाइरो हैन Meow, meow, meow. Nó nặng gì nữa thôi. thấy đi gần thôi. Mẹ cắt đi gần. Nhá, chỉ gần rồi đi kiểu. Chịu hết cái gì vậy? Ôi niकल ना यार. ये निकल ना यार. हाथ में बंद है. सो फाइनली हामीले यो कपडा पनि निखारिसक्यौँ र अब म नुहाउन जाँदैछु चिसो पानीले नुहाउँछु मैले बाहिर है सो गाइस लेट्स गो मजा आयो अब हामी यो कपडा सुकाउनको लागि सो अब यत्रो कपडा बोकेर जाँदैछौँ फेरि माथि कस्तो कति गर्दा भारी छ यार कपडा अब हेल्प गरिदिएको जानु लगाउँ ल होइन यसरी त सकिन्छ होला यस्तो भारी छ कि बफरे बफर माथि बस्ने भइसकेपछि गाह्रो छ गाह्रो छ
इतना ज्यादा कपड़ा है तुम्हें क्या करो यार एकदम भारी छ यार सो गाइस लतार लानु पर्यो एक स्टेप फाइनली गाइस म आइसकेँ यहाँ कुकुरको पोज हेर्न सक्नुहुन्छ कसरी सुत्दैछ के भएको यसलाई यसको पोज हेर्नु मम्मीलाई के भयो जनी के भयो जिउँदैछ रहेछ त पुछेर त हल्लाउँछस् त एउटा चाहिँ उहाँ हे भगवान् के गर्नु के गर्नु यिनीहरूलाई देखेर पनि हाँसो आउँछ होइन अब त म यस्तो लटार्दै लान्छु कि सो त्यही हो यहाँ एउटा चाहिँ यिनीलाई चाहिँ अलिकति सन्चो होइन हेलो पुन्टु हाई गरिदेऊ सो त्यही हो गाइज अब हामी कपडा सुकाउँछौँ फाइनल्ली हामीले सबै अब कपडा धोएर कपडा सुकाएर पनि सकिसक्यौँ अब चाहिँ हामी खाजा खान जान्छौँ आजको दिन यस्तै भयो गाइज होइन तपाईँहरूले कसरी बिताउनु भयो र आज हाम्रो चाहिँ आधी दिन चाहिँ पुरै कपडा धोएरै गयो नुहाएरै गयो होइन सो त्यही हो अब म जाँदैछु भित्र म्याडमले खाजा बनाउँदै हुनुहुन्छ र म तपाईँहरू लिएर जाँदैछु के पकाउनु भएको खाजा बन्दैछ चाउचाउ बन्दैछ र हामी अब एकछिनमा चाउचाउ खान्छौँ सो हाम्रो खाजा पनि रेडी भइसक्यो र अब हामी खाजा खाँदैछौँ त्यही हो करेन्ट खाँदैछौँ गाइस करेन्ट तपाईँहरू देख्न सक्नुहुन्छ दिस इज करेन्ट वाओ त्यही हो गाइज यति मिठो भयो भोक पनि लागेको थियो र यतिन्जेलसम्म हाम्रो भिडियो हेर्नु भएकोमा तपाईँलाई धन्यवाद आशा छ यो भिडियो तपाईँले हेर्नु भएको छ र आजलाई हाम्रो यो भिडियोलाई पनि हामी यही अन्त्य गर्न चाहन्छौँ यदि तपाईँले सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला र माया गर्न नछोड्नु होला भन्दै आजको भिडियोबाट हामी बिदा हुन चाहन्छौँ बाई बाई सी यू अगेन